हेलो वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ ररे दाल बनाउन आँटेको। ररे दाललाई पहिला मजाले पखालेँ हो, मजाले धोएर त्यहाँदेखि अदुवा कुचाएर दालमा लगाएँ। दालमा मजाले लगाएर त्यहाँदेखि तेल लगाएपछि त्यहाँदेखि हल्दी लगाएँ। त्यहाँदेखि जिरा पनि लगाएँ। जिरा हाल्यो भने चाहिँ यसको टेस्ट चाहिँ मिठो आउँछ ररे दालमा। त्यहाँदेखि स्वादको अनुसार नुन लगाएँ। त्यहाँदेखि मैले ग्यास पनि बालेँ अनि मैले दाल बसालेँ। त्यहाँदेखि दाची बनाउन आँटेको सिमी र आलुको। दाची खानु मन लागेर दाची बसालेँ हो। दाचीमा खोर्सानी, टमाटर, अदुवा लगाएँ। अन्त तेल लगाएँ। स्वादको अनुसार नुन लगाएँ। त्यहाँदेखि यहाँ डुकु सागको लागि रेडी भएको, डुकु साग पकाउन लागेको। त्यहाँदेखि तेल लगाएँ। त्यहाँदेखि सुकेको खोर्सानी पड्काएँ। सुकेको खोर्सानी पड्कायो भने साथीहरू यसको सेन्ट मिठो आउँछ खानामा। त्यहाँदेखि प्याज लगाएँ। प्याज, खोर्सानी, त्यहाँदेखि लसुन लगाएँ। मजाले चलाएर ब्राउन गर्नुपर्छ। यस्तो प्याजलाई रेड ब्राउन गरेँ। त्यहाँदेखि टमाटर लगाएँ। टमाटर लगाएपछि हल्दी लगाएँ। त्यहाँदेखि स्वादको अनुसार नुन लगाएँ।